तपाईको वाइफाई स्लो छ? नेपाल टेलिकमले अहिले यस्तो टेक्नोलोजी ल्याएको छ जसले इन्टरनेटको अनुभव नै बदलिदिन्छ। वाइफाई 6। वाइफाई 6 भनेको के हो? वाइफाई 6 भनेको इन्टरनेटको नयाँ पुस्ता हो। साधारण भाषामा भन्नुपर्दा पुरानो वाइफाई भन्दा छिटो, स्मार्ट र स्टेबल इन्टरनेट अनुभव दिन्छ। यदि तपाईको घरमा मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सीसीटिभी, गेमिङ सबै एकैसाथ चल्छ भने वाइफाई 6 तपाईका लागि निकै उपयोगी हुन्छ। नेपाल टेलिकमले के नयाँ गर्यो त? अब नेपाल टेलिकमले आफ्ना एफटिटिएच फाइबर इन्टरनेट ग्राहकका लागि वाइफाई 6 टेक्नोलोजी आधिकारिक रूपमा सुरु गरेको छ। यसमा नयाँ वाइफाई 6 राउटर पाउनुहुन्छ। पहिलो पटक एक्सेस पोइन्ट एपी को सुविधा पनि दिएको छ। यसले घरको कुनामा पनि राम्रो सिग्नल पुग्न मद्दत गर्दछ। कम्तीमा 100 एमबीपीएस देखि सुरु हुने उच्च गति इन्टरनेट अब वाइफाई 6 मार्फत उपलब्ध हुनेछ। वाइफाई 6 का ठूला फाइदा: फास्ट स्पिड हुन्छ। तपाई भिडियो हेर्दाखेरि, गेम खेल्दाखेरि, जुमबाट क्लास गर्दाखेरि बिना बफरिङबाट। यसमा तपाईको धेरै डिभाइसहरु सपोर्ट हुन्छ। तपाईले 15 देखि 20 वटा डिभाइस एकैसाथ चलाउन सक्नुहुन्छ। स्लो हुँदैन। स्टेबल नेटवर्क, बारम्बार डिस्कनेक्ट हुँदैन। बेटर सेक्युरिटी हुन्छ। वाइफाई पहिले भन्दा सुरक्षित हुन्छ। ब्याट्री सेभिङ: मोबाइल र ल्यापटपको ब्याट्री कम खपत हुन्छ। कसका लागि बढी उपयोगी हुनेछ त? अनलाइन क्लास लिने विद्यार्थीको लागि, वर्क फ्रम गर्ने अफिस कर्मचारीको लागि, युट्युब, नेटफ्लिक्स हेर्ने फ्यामिलीको लागि, अनलाइन गेमिङ गर्ने प्रयोगकर्ताको लागि, स्मार्ट होम प्रयोग गर्नेहरूको लागि। वाइफाई 6 खास गरी धेरै डिभाइस भएको घरका लागि गेम चेन्जर हो। इन्डिङ एन्ड कल अन एक्सन: यदि तपाई नेपाल टेलिकमको इन्टरनेट प्रयोग गर्नुहुन्छ भने वाइफाई 6 मा अपग्रेड गर्न फाइदाजनक हुन्छ। कमेन्टमा भन्नुस् तपाई अहिले कुन वाइफाई प्रयोग गर्दै हुनुहुन्छ। भिडियो युजफुल लाग्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा।